हेलो र सम्पूर्ण मित्रहरूलाई र फेरि पनि र क्रिस्चियसको नाममा जय मसीह र नमस्ते। यहाँहरू सम्पूर्णलाई र फेरि पनि र प्रतिदिनको रोटीमा र स्वागत छ। र आज पनि र यहाँहरूको माझमा र छोटो परमेश्वरको वचन लिएर म आइसकेको छु। मैले आज बिहान बाइबल पढ्दै गर्दा र छोटो परमेश्वरको वचनबाट केही उत्साह मैले पाएँ अनि त्यसपछि यहाँहरूको माझमा म पढेर सुनाउन चाहन्छु। परमेश्वरको वचनबाट यहाँहरूको माझमा म पढेर सुनाउन चाहन्छु। यहाँ मत्ती 5:14 चाहिँ के लेखिएको छ भने यसरी लेखिएको छ, र तिमीहरू संसारका ज्योति हौ र डाँडामा पसालिएको स्याहार लुक्न सक्दैनन्। आमेन। र परमेश्वरको महिमा र परमेश्वरको प्रशंसा भएको होस्। यो वचन पढेकोमा सुनेकोमा हामी सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। र यहाँ चाहिँ विशेष गरी चाहिँ प्रभु ख्रीष्टले के भन्नुभएको छ भने, र चाहिँ तिमी भनेको छ है, र तिमीहरू संसारका ज्योति हो भनेर चाहिँ प्रभु ख्रीष्टले स्वयं भन्नुभएको छ। र तिमी भनेको चाहिँ को हो भन्दाखेरि चाहिँ तपाईँ र म हो। र चाहिँ तपाईँ र म चाहिँ अब के हो, र संसारका ज्योति हो। यहाँ मैले भनेको होइन, र प्रभु ख्रीष्टले भन्नुभएको छ, र तिमीहरू चाहिँ अब संसारका ज्योति हो। र ज्योतिको अर्थ र तपाईँले पनि थाहा छ र मलाई पनि थाहा छ, र ज्योतिको अर्थ चाहिँ उज्यालो हो र उज्यालो दिने हो। आज तपाईँ र म यो संसारमा के भएको छ, र उज्यालो दिने परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। यदि तपाईँ र म ज्योति हो भने र तपाईँ र मैले के गर्नु पर्यो, र उज्यालो दिनु पर्यो, हामी चम्काउनु पर्यो। आमेन। र तपाईँ र मजाले प्रकाश दिनु पर्यो। र जुन मान्छेहरू अन्धकारमा छ, जुन मान्छेहरू अन्धकारमा जिरहेको छ, र ख्रीष्ट बिना चाहिँ तिनीहरू जीवन बितिरहेको छ, र अन्धकारमा चाहिँ तिनीहरूले जीवन जिरहेको छ, त्यो व्यक्ति कहाँ चाहिँ तपाईँ र मैले प्रकाश दिनु पर्यो। त्यो व्यक्तिहरूले चाहिँ तपाईँ र मैले सही मार्ग देखाउनु पर्यो। त्यो व्यक्तिहरूलाई चाहिँ तपाईँले मैले चाहिँ सही बाटो देखाउनु पर्यो। र किनभने अब तपाईँ र म चाहिँ के भएको छ, र ज्योति भएको छ, र ज्योतिको काम चाहिँ उज्यालो दिने हो, र चाहिँ प्रकाश दिने हो, र चाहिँ सही मार्ग देखाउने हो। र मैले कतिचोटि यहाँहरूको माझ मैले भन्ने गरेको छु, र चाहिँ ज्योतिको अर्थ चाहिँ उज्यालो हो। र जुन व्यक्ति चाहिँ उज्यालोमा हिँड्छ, र त्यो व्यक्तिले कहिले पनि धोका पाउँदैन, त्यो व्यक्तिले कहिले पनि चोटपटक लाग्दैन। किनभने उज्यालोमा हिँड्ने व्यक्ति सही बाटो देख्छ, सही मार्ग उसले देख्छ, र उसले सही तरिकाले हिँड्छ। किनभने उसले उज्यालोमा हिँडेको छ, र उसले सबै कुरा बाटोमा भएको ढुङ्गाहरू खाल्डाहरू सम्पूर्ण कुरा चाहिँ उसले के गर्छ, उसले देख्दछ, किनभने ऊ ज्योतिमा छ। अनि दोस्रो कुरा, ज्योतिमा हिँड्ने व्यक्तिलाई कुनै डर, कुनै त्रास, कुनै भय हुँदैन। किनभने ज्योतिमा हिँड्ने व्यक्तिले यो महसुस हुन्छ कि चाहिँ ज्योतिमा हिँड्ने व्यक्ति ऊ सुरक्षित छ। उसले म सुरक्षित छु, किनभने म ज्योतिमा छु, र म अन्धकारमा छैन, र म चाहिँ सुरक्षित छु भनेर चाहिँ उसले महसुस गर्छ। र दोस्रो कुरा उसले धोका कहिले पनि पाउँदैन, किनभने उसले देख्छन्। र त्यसै गरी हामी ज्योतिको बारेमा हेरौँ भने, र ज्योति पनि एउटा दुई प्रकारको छ। एउटा शारीरिक ज्योति, हाम्रो शरीरका आँखाले देख्ने ज्योति, एउटा आत्मिक ज्योति जुन चाहिँ प्रभु ख्रीष्ट स्वयं हुनुहुन्छ। जुन ज्योति चाहिँ प्रभु ख्रीष्ट स्वयं हुनुहुन्छ। हामी यूहन्ना 8:12 हेऱ्यो भने उहाँले भन्नुभएको छ, र संसारका ज्योति चाहिँ को अरे, प्रभु ख्रीष्ट स्वयं हुनुहुन्छ। जब प्रभु यीशु ख्रीष्ट तपाईँ र मेरो जीवनमा एउटा ज्योति भएर चम्किनुहुन्छ नि, र तपाईँ र मैले चाहिँ हाम्रो जीवनमा भएको सम्पूर्ण कुराहरू, गल्तीहरू, भुलहरू, र चाहिँ हामी कुन बाटोमा हिँडिरहेको छ, हामीले कुन काम गरिरहेको छ, र हामीमा के कमी छ, त्यो सम्पूर्ण कुरा तपाईँहरू मैले देख्दछ। र त्यसै गरी जसरी मैले तपाईँलाई भनिसकेँ कि चाहिँ ज्योतिमा हिँड्ने व्यक्तिले
उसले चाहिँ खल्ड, उसले चाहिँ काँडा, उसले चाहिँ उसको जीवनमा आउने हरेक बाधाहरू उसले देख्छ। त्यसै गरी प्रभु ख्रीष्ट स्वयं संसारको ज्योति हुनुभएको छ र चाहिँ उहाँले हाम्रो जीवनमा जब आउनुहुन्छ र तपाईँ र मैले पनि हाम्रो जीवनमा भएको सम्पूर्ण कुरा चाहिँ तपाईँ र मैले देख्दछ र हामीले थाहा पाउँदछ। आमेन। र परमेश्वरको महिमा भएको होस्। र प्रभु ख्रीष्ट उहाँ संसारको ज्योति हुनुभयो र त्यसपछि संसारको मानिसहरूलाई उहाँले प्रकाश दिनुभयो र चाहिँ सही मार्गमा उहाँले के गर्नुभयो, डोराउनु भयो। आज तपाईँहरू मेरो कर्तव्य पनि के छ, किनभने यहाँ लेखेको छ र हामी पनि संसारको ज्योति भनेर चाहिँ यहाँ भन्नुभएको छ र आज तपाईँहरू मेरो कर्तव्य पनि त्यही नै हो। तपाईँको र मेरो छिमेकीमा, हाम्रो समाजमा र चाहिँ हाम्रो आफन्तमा आज तपाईँहरूमा के हुनु पर्यो र एउटा ज्योति भएर चाहिँ चम्काउनु पर्यो। त्यो व्यक्तिहरूलाई देखाउनु पर्यो र हामी ज्योति हो भनेर थाहा पाउनु पर्यो। अनि त्यसपछि त्यो ज्योतिमा चाहिँ प्रभु यीशु ख्रीष्ट देख्नु पर्यो र जसले चाहिँ प्रभु ख्रीष्टलाई देख्दछ त्यो व्यक्तिले आफ्नो जीवनमा भएको गल्ती, भुल, अपराधहरू सम्पूर्ण कुरा उसले के गर्छ, उसले देख्दछ। आमेन। र त्यसै गरी अब हामी के छ, हामी चाहिँ संसारका ज्योति हो। तपाईँहरूमा संसारका ज्योति हो, यीशु ख्रीष्टले स्वयं भन्नुभएको छ। आमेन। यो वचन र पढेकोमा सुनेकोमा र प्रभुले हामी सबैलाई आशीष दिनुभएको होस्। आमेन।